हेलो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ म बनाउन जाँदैछु कटहलको सब्जी। मैले फर्स्ट टाइम बनाउँदैछु। सो मैले कटहललाई पहिले निमक अनि हल्दीमा हालेर बोइल गरिसकेको छु अनि त्यसपछि म हल्का सा फ्राई गर्छु। यहाँ डिप फ्राई गर्दैन। मैले फर्स्ट टाइम बनाएको, सो मलाई पनि थाहा छैन कि कसरी बनाउँछ भनेर। हजुरहरू कमेन्टमा गएर जरुर भन्नु होला कि तपाईँहरू पनि यसरी बनाउनुहुन्छ। सो यो मेरो कटहल चाहिँ फ्राई भइसकेको छ हल्का हल्का, अनि यहाँ कुकरमा बनाउँदैछु आज चाहिँ म कटहलको सब्जी। सो कुकर यहाँ रेडी छ, गरम हुँदैछ, सरसोको तेल पनि हाल्यो, भएर चाहिँ मस्त पानी परिरहेको छ। शिलङमा चाहिँ बहुत धेरै पानी परिरहेको छ। त्यहाँ चाहिँ मौसम कस्तो छ भन्नु होला। साइडमा मैले चाहिँ यहाँ हाम्रो कस्टर्ड पनि खाइरहेको छु। अनि यहाँ चाहिँ मैले हल्का सा खडा मसला हालेको छु, जस्तो कि दालचिनी, इलायची अनि लौङ हालेको छु, अरू केही हालेको छैन। त्यसपछि मैले जिरा हालेछु हल्का सा। त्यसपछि मैले यहाँ प्याज लसुन जो यो भिडियोमा देखाएको थिएँ मैले त्यो यहाँ हालिसकेको छु। म फ्राई गर्छु यसलाई हल्का हल्का सा। त्यसपछि टमाटर पनि हालिसकेँ मैले। टमाटर हालिसकेर मैले हल्दी हालेर मजाले मिक्स गरिदिने हो। अब यसलाई मिक्स गरेपछि चाहिँ मैले यहाँ देखाइरहेको छु हजुरहरूलाई मसलाहरू। त्यो सबै मसला म यहाँ हाल्नु जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ यो हो मसला, अनि गोटै लसुन पनि हाल्दैछु म। सो सबै मसला मैले हालिसकेँ। अब यसलाई मजाले चलाउने हो। अनि चलाइसकेपछि पानी हाल्ने हो अलिकति, अनि पानी हालेपछि हल्का सा चलाएर त्यसपछि हामीलाई चाहिँ कुकरको ढक्कन बन्द गर्नुपर्छ। एक सिटी हान्नुपर्छ ताकि मसला मजाले पाकोस्। सो यहाँ एक सिटी हानिसकेछ, अनि एक सिटी हानेपछि हेर्न सक्नुहुन्छ मैले कुकरको ढक्कन खोलेपछि यस्तो भयो। त्यसपछि मैले यसलाई पुरा म्यास गरेँ, यो मसलालाई म्यास गरेपछि मैले फेरि यसलाई हल्का फ्राई गर्दैछु। सो यहाँ मैले लसुन पनि हालिदिएँ, देख्न सक्नुहुन्छ त्यो लसुन। अनि यहीँ मेरो मसलाको लुक चाहिँ हल्का सा यस्तो भएको छ, देख्न सक्नुहुन्छ। अब म यही कटहल पनि हालिदिन्छु। सो मैले यहाँ कटहल एड गरिसकेको छु। अब कटहल एड गरेर यसलाई मजाले मिक्स गर्ने हो साथीहरू। म चाहिँ एकदमै साह्रै एक्साइटेड छु कि कस्तो हुन्छ यो सब्जी भनेर, किनकि म चाहिँ फर्स्ट टाइम टेस्ट गर्दैछु यो कटहलको सब्जी। मेरो हस्बेन्डलाई चाहिँ कटहलको सब्जी बहुत मनपर्छ अरे। कटहलको सब्जी भयो भने मासु पनि चाहिँदैन भन्नु भएर त मैले पनि सोचेँ कि कस्तो हुँदो रहेछ यो कटहलको सब्जी भनेर मैले पनि ट्राई गर्दैछु। यहाँ हेर्न सक्नुहुन्छ। त्यो फ्राई हुनेको बाद मैले पानी हालिदिएँ हल्का सा। अनि हजुरहरू पनि मलाई कमेन्ट गरेर जरुर भन्नु होला कि तपाईँहरूले कटहलको सब्जी खानुहुन्छ कि खानुहुन्न। सो कुकरबाट मैले डाइरेक्ट कराईमा ट्रान्सफर गर्दै। सो यहाँ देख्न सक्नुहुन्छ ग्रेभी हल्का, म अझै यसलाई हल्का सुखान्छु। सो आजको भिडियो यहीँसम्म नै हो। हामी भेट्यौँला नेक्स्ट भिडियोमा। तबसम्म ख्याल राख्नु होला। बाई बाई, टेक केयर।